गाइज हामी यति बेला सिन्धुपाल्चोक जिल्लाको तातो पानी स्नान गर्ने ठाउँमा छौँ। यो तल यहाँ अगाडि शिवजीको ठुलो मूर्ति छ र यहाँ मुनि स्नान गर्ने ठाउँ छ। अनि भूगोल अति नै अप्ठ्यारो छ, डाँडाकाँडा छन् वारिपारि। सिन्धुपाल्चोक जिल्ला तातो पानी भटेकोसी गाउँपालिका वडा नम्बर 2 पर्छ। तल भटेकोसी बगिराखेको छ, निरन्तर बगिराखेको छ। यहाँ तल तातो पानी नुहाउने ठाउँमा हामी छौँ यति बेला। यही हो तातो पानी तीर्थस्थल, स्नान गर्ने ठाउँ। पानी साह्रै नै तातो छ। यो प्राकृतिक रूपमै तातो पानी छ। यो कतै तताएको यताउता केही होइन। तीर्थस्थल, दैवी शक्ति भएको ठाउँ। भूगोल अप्ठ्यारो छ, डाँडाकाँडा पारिपट्टि भटेकोसी पारिपट्टि चाइना पर्छ, वारिपट्टि नेपाल। यो पारि देखिएको चाइना हो र यो भटेकोसीभन्दा वारि नेपाल पर्छ। हाम्रो सिन्धुपाल्चोक जिल्ला चाइनाको बोर्डर अलिकति माथि छ, 2 किलोमिटर माथि। हामी बोर्डरभन्दा 2 किलोमिटर तल छौँ। यो तातो पानी तीर्थस्थल हामी स्नान गरेर अब यहाँबाट बाहिरिने क्रममा छौँ। भटेकोसी बगिराखेको छ।